You can do it. फर्स्टमा के गर्ने अरे यो एउटा तीनटा पार्टिसन बनाउने बिचकोलाई चाहिँ के गर्ने अरे बिचको बिचमै हुन्छ राइट लाई पनि भयो माथि गर्ने अनि त्यसपछि लेफ्टको माथि ल्याउने राइट ल्याएपछि अनि लेफ्ट माथि ल्याउने त्यसरी यता लेफ्टलाई राइट राइटलाई लेफ्ट बिचलाई बिचमा यो पनि नम्बर गरे के हो त्यो जुन खबर हो खबर बाँकी नै थियो अनि त्यसपछि चाहिँ फिगर आउट गर्नु पर्यो आफैले त्यो अलि राम्रो टिचर भएन फिगर कुनै कुराहरू आफैले बुझ्नुपर्छ म्याम त्यसरी कहाँ हुन्छ मलाई सिकाउन आन्दोलन भयो क्या छैन ए यहाँ चाहिँ छुट्यो अब यो छुट्यो नि त यो चाहिँ अब कोमलिका नै हुने भयो थियो अलिक केयर गरेर गर्नु पर्यो कि कपाल लिनु पर्यो हो केयर फिल भयो नि त मलाई अहिले यो चाहिँ अब एउटा चाहिँ छुटेछ छोटो कपाल गरेर छुट्यो होला चेक गर ल भयो कस्तो आयो त राम्रो भयो त ठिकै ल मेरोमा तेल लगाइदिनु आज हामी यो ऱ्यान्डम भ्लग इभिनिङ स्ट्रोल जस्तो र हामी वाक गर्दैछौँ अनि वाक गर्ने बेला हाम्रो साथीहरू रश्मि र आर्यनलाई भेट्न गइरहेको होइन बोल्न ऊ लाग्यो काट्नु जस्तो काट्यो है सो ल हामी यो कतिको भोक लागिरहेको छ तिमीलाई घरमा फेरि भात पनि खानुपर्ने छ भात खाने भनेर आएको रेकमेन्डेसन चाहिँ छ रेकमेन्डेड हाइली रेकमेन्डेड 2081 मा के भयो र रवि भ्यू सुनमान्ज्यू ओहो यो डेन्जर भएको थियो ओभरपास फेरि डिले भयो हामी पुग्यौँ तर कहाँबाट हो यही हो क्या ब्याग बोकिरहेको छ Hello, first ma, before you say hi to us, say hi to the camera. Would say I don't know. Quite a Rashmi. Rashmi is a toy in the hot pot gun now. As a dog on dog action. Oh, 81 going you? Would say Rashmi, you? Nasty, tasty. ए यहाँ छैन त्यसपछि त बाहिर जाउँ न त ए
हुन्छ ए सरी सरी यही ठिक छ so much food के हालेर बनाउनु लाग्छ कति हाल्ने नि भन्दैन 1 कप स्वाद अनुसार हैन जे पनि स्वाद अनुसार हो के को स्वाद यो मात्रै खाँदाखेरि लास्ट टाइम स्वाद थिएन जस्तो लाग्थ्यो कि तर आज चाहिँ अलि सुक्खो आयो ट्राई गर्यो नि यो मात्रै ट्राई गर्यो नि सोया सस अलिक बेस हालेर यो मसरुम अलिक तड्का बनाएर सबै स्वाद अनुसार यसो गर्यो यसो गर्यो यो डिफ्रेन्ट बनाउने हो यसो गर्ने एक्सर्साइज हो लामो छ ए हुँदो रहेछ एकैछिन लाग्यो 1 2 3 4 माथि उठाउँछ नि खान्छ सरी मलाई त एस्टिमेटै भएन मलाई होइन म एउटा भनिरहेको छु सुशान्त खत्री छ नि उसले गर्छ नि यस्तो बदम र भात खाने जस्तो पो भयो कम्पल्सी बनाउन ट्राई गर्नुपर्ने मलाई सायद त्यो मन परेर होला बदममा यिनीहरू के अरे राइसमा यिनीहरू मिक्स गरेर अनि त्यो पनि हाल्दा अघि मैले बिर्सेँ नि त अनि फेरि ढोकाबाट निस्किसकेँ त्यहाँदेखि दौडिँदै लिन गएको कहाँ पुगिसकेको मतलब घरबाट अलिकति उता छेउतिर अनि त्यो क्यामेरा ल्यायो भनेको होइन मेरो बिच बाटोमा छोडेर होइन फटाक्कै खोलेर गएर सुयो बाबु म यतिकै बिच बाटोमा के भन्छ त्यसलाई हेल्पलेसली बसेको थिएँ म क्लुलेसली होला नि त्यो पनि घरमा चाहिँ पढ्नु चाहिँ छैन फेरि घरमा गएर भात चाहिँ खानु गाली चाहिँ खान्छ अनि तिम्रो एक्सपिरियन्स भएर चाहिँ हामी प्रि वेडिङमा डान्स सिक्ने बेलामा हाउ वाज योर डान्सिङ एक्सपिरियन्स बिङ कोरियोग्राफ्ड बाइ योर कोरियोग्राफर यस्तो थियो म खासै एकदम रिलक्टेन्टै थिएँ नि त गर्ने कि नगर्ने भनेर अनि गएँ अनि मेरो फेरि मेहन्दीको लागि अनि गएँ अनि मलाई त एकदम टेन्सन लागिसकेको थियो अनि उसले तर त्यो टिचर त्यहाँ एकदम राम्रो थियो कि उसले ब्रेकडाउन गरे क्या 2-3 डेज चाहिँ दिगदारै लाग्यो एकछिन त ल नर्भस हुने क्या त्यो एङ्सियसै भएर होला होइन अनि त्यसपछि गीतहरू आउन थाल्यो नि त अनि बल्ल रमाइलो अनि बिस्तारै सिकेको काम लाग्यो रमाइलो एक्सपिरियन्स थियो त्यो ढाका एक्जिबिसन बस्यो भने फेरि हामी सोसियली फेरि ओपन होइन अनि लाइक कुनै बेलामा चाहिँ ओभरली ओपन हुन्छ होइन त्यस्तो हुँदै मेरो कहिले एकदम चेन्ज हुन्छ कि अनि अनि त्यस्तो बेलामा जस्तो साल त्यो डान्समा जाँदाखेरि मेरो एनर्जी डाउन भएको बेलामा डान्समा गयो भने म त्यो अकवर्ड हुन्छ थाहा छ मलाई अप्ठ्यारो पनि लाग्छ म ओपन भएको बेलामा गयो भने मलाई के भन्ने हुँदैन लाइक आई क्यान जस्ट टक टु एनीवन अनि टिचर पनि राम्रो थियो एकदम हुन्छ नि त्यो उसले के भन्थ्यो भने कति हप्ताको एक हप्ता every single day for 1 hour maybe 5 days because हामीसँग टाइम धेरै थिएन एकदम 2 hours त्यस्तो गरेको थियो like you said he wasn't like there to make fun of you हुन्छ तिमी किन चलेन भनेर तिमी जति गरिरहेको हामीसँग भिडियो पनि छ त्यो प्र्याक्टिस वाला हुन्छ नि तिमीले यति गर्नु नै तिमीले एकदम ठुलो काम गरेको भने he was very like एकदम मजाले like he understood के मेन कुरा आई थिङ्क उसले भनेको एउटा कुरा मलाई राम्रो लाग्थ्यो अब इभेन्टको लागि रमाइलो गरिरहेको हो त्यसको लागि ल यार बाई signing off